उसलाई कुन खानु भयो त्यो खानु पहिला छोरीको प्रेजेन्ट खानेकुरा पनि कतिवटा दिएको त यो पनि जुसै रहेछ सपिङमा आइसकेपछि छोरीलाई फेरि अब यहाँनिर छुट्टै उसले ट्रे लिनुपर्ने हुन्छ सानो अनि यहाँनिर चाहिँ हामी यो गोबा लिन लाग्दैछौँ अम्बा चाहिँ स्वास्थ्यको लागि निकै नै फाइदाजनक रहेछ पहिला हामीलाई मतलब पनि थिएन यो यति 2 पिस सुटुनीको $7.18 भनेको लगभग $1,1100 नेपाली पैसा 1,1100 हेर्नुहोस् मेरो हातमा यति 2टा पिस छ 1,1100 को सुटुनी कति महँगो होला त अनि अम्बा खान मन लाग्छ हैन अम्बा त फेरि एकदम राम्रो हो नि त नि यही काट्नु ल दे त छ हजुर 4,000 भन्नु न 4,000 को क्रिम Okay, carry on. हजुर अहिले चाहिँ हामी मङ्गिसको वाहो यो तेस्रो तलामा आएका छौँ यो फिल्टरको एउटा त्यो भित्रको चिज लिन आएका छौँ हामी चाहिँ भित्रको फिल्टर त्यस कारणले गर्दा चाहिँ हामी हेर्दैछौँ हामी बाबा छोरी मम्मी चाहिँ तल बसिराख्नु भएको छ यो दुईवटा एउटा यो जाली भएको र एउटा यो अर्को चाहिएको छ छोरी चाहिँ लिफ्टमा पुरा मजा लिँदैछ हामी चाहिँ फर्किसकेका छौँ अब एउटा पानी पनि यहाँ हामीलाई आवश्यक परेको थियो यहाँनिर हामी फेरि एउटा पानी लिन कोसिस गर्नेछौँ पानी लिनेछौँ यहाँनिर त्यसपछि चाहिँ हामी फेरि गाडीतर्फ लाग्नेछौँ हाम्रो सरुजी चाहिँ गाडीमा आराम गरिरहेको अवस्था छ हामी चाहिँ आइसकेका छौँ अब चाहिँ हामी साधारण सपिङ पश्चात आज यता वाकिङ आउने योजना थियो छोरीले धेरै नै वाकिङ जाउँ भन्छ त्यस कारणले हामी चाहिँ यता वाकिङ आएका थियौँ यता अलिकति वरतिर छ यो ठाउँ चाहिँ प्रायः एकदमै रमाइलो छ यहाँ प्रायः सबैजना मान्छेहरू वाकिङ गर्न आउँछन् हामी चाहिँ वाकिङ गर्न अहिले हिँडिरहेका छौँ तपाईहरुले देख्न सक्नुहुन्छ यो ठाउँ चाहिँ एकदमै राम्रो छ तर ठ्याक्कै यो ठाउँको नाम चाहिँ के हो मलाई आएन मम्मी छोरी चाहिँ उता पछाडिबाट एकदमै वाकिङ गर्दै हिँडिरहेको छ छाता हल्लाउँदै विशेष गरिकन चाहिँ छोरी एकदमै हाम्रो एकदमै रहर गर्छ वाकिङ जाउँ भनिरहन्छ हैन त्यही भएर त जाउँ न त ल भनेर चाहिँ कहिलेकाहीँ हामी मिलाएर यसो वाकिङ गर्न आउँछौँ हामीसँग धेरै समयहरू हुँदैन त्यो भएर पनि वाकिङ आइरहन पाइँदैन ब्रुनाईमा चाहिँ प्रायः जसो यहाँको लोकल मान्छेहरू पनि वाकिङ चाहिँ एकदमै गरिरहन्छ अहिले हामीले यहाँ बाटोमा त्यति नभेटाए पनि अलिकति थोरै साँझ परेपछि चाहिँ मान्छेहरू धेरै नै आवतजावत गरिरहेको हुन्छ जे होस् यहाँको मान्छेहरूले पनि स्वास्थ्यको लागि चाहिँ एकदमै केयरफुलै गरे हुन्छ तर यहाँको मान्छेहरू प्रायः जसो धेरै मोटोघाटो नै हुन्छन् किनभने यहाँको मान्छेले धेरै जसो गुलियो चिल्लो पिरो त त्यति खाँदैन गुलियो चिल्लोहरू धेरै खाइरहेका हुन्छन्
त्यो भएर पनि यहाँको मान्छेहरूलाई चाहिँ एकदमै यो वाकिङको जरुरत छ। हाम्रो नेपालीहरू त त्यसै वाकिङ गरि नै हाल्छन् हैन, हामी मात्रै होला बरु अलिकति कम्ती गर्ने। तर यहाँको जति पनि नेपालीहरू प्रायः जसो छन् सबैजना धेरै से धेरै डेली नै वाकिङ गरिरहेको हुन्छ, डेली नै फिजिकल गरिरहेको हुन्छन्। र हामी चाहिँ अलिकति कार्य व्यस्तताको कारणले गर्दाखेरि कहिलेकाहीँ मात्रै निस्किरहेको हुन्छौँ। त्यस्तो छ हाम्रो चाहिँ। यो हामी हिँड्दै गरेको बाटो चाहिँ अस्ति भर्खरै यहाँनिर चाहिँ व्यापारिक मेला लागेको थियो। त्यो बेलामा चाहिँ यहाँनिर निकै राम्रो डेकोरेसनहरू मिलाएको थियो र त्यो बेलामै प्लास्टर भएको यो बाटो बिचमा यो पार्कको चाहिँ बिचको ठाउँमा चाहिँ। र अहिले बाटोहरू त एकदम राम्रो पनि बनाएको छ र यहाँभित्र चाहिँ यो पार्क बन्ने प्रक्रियाहरू अगाडि बढिरहेको छ। धेरै कुराहरू प्रोग्रेसमै छ। त्यो भएर चाहिँ हामी आज यतातिरको यो बाटोतिर पनि घुम्दै आएका छौँ। बडो रमाइलो छ। अस्ति यहाँ यो महोत्सव लाग्ने बेलामा यहाँ यति रमाइलो थिएन है, एकदमै बिल्कुलै रमाइलो थियो अस्ति चाहिँ यहाँनिर। यो सिँढीहरू तपाईँहरूले देख्न सक्नुहुन्छ। यो सिँढी पनि त्यही अस्ति चाहिँ महोत्सवमै नै बनाएको हो। त्यो भएर चाहिँ यहाँ अलिकति आलो जस्तो पनि देखिन्छ यो सिँढीहरू। जे होस् एकदम राम्रो मेला लागेको थियो यहाँनिर अस्ति नै। हाम्रो छोरी चाहिँ हिँड्दा हिँड्दा गल्नु भयो अरे, अनि उहाँ बाबा बोक्नु न भन्दैछ। अब छोरीलाई बोक्नुपर्ने अवस्था आयो। हाम्रो छोरी वाकिङ गर्न चाहिँ रहर गर्नुहुन्छ, अनि फेरि हिँड्छ गएपछि बोकाएर छोड्छ। अनि बोक्नुपर्छ, आफूलाई फिजिकल हुन्छ। जो छोरी बोकेर फिजिकल हुन्छ राम्रै हुन्छ। अब चाहिँ हामी लगभग वाकिङ सकेर फर्किने तर्खरमा छौँ। हामीले चाहिँ यहाँ परतिर गाडी पार्किङ गरेर राखेका छौँ। अब हामी पार्किङतर्फ लाग्दैछौँ र हामी केही एकछिन आराम गरेर त्यसपछि हामी चाहिँ लाग्नेछौँ। यो चाहिँ पुरै वाकिङ स्थल को यो पार्किङ एरिया हो। यहाँ चाहिँ धेरै मान्छेहरू आउँछन् वाकिङ गर्नको लागि, अनि यहीँ नै पार्क गर्छ। र कहिलेकाहीँ यहाँ मेला लाग्छ र यहाँनिर पुरा मेलाको घुइँचो पनि देख्न सकिन्छ। पहिला चाहिँ यो पार्किङको यो एरो मार्कहरू गरेको थिएन। यो मार्किङ चाहिँ यो पछिल्लो समय चाहिँ यो महोत्सव लागिसकेपछि बल्ल यहाँनिर पार्किङको एरो मार्कहरू लाउन थालेको छ। अहिले चाहिँ जस राम्रो छ। अब चाहिँ हामी गाडीमा आइसकेका छौँ। गाडीमा आउने बित्तिकै हाम्रो छोरीले चाहिँ म्युजिक लगाएर पुरा चाहिँ अब म्युजिकमा उसले चाहिँ लिपसिङ गर्दैछ क्या। यो गाना उसलाई एकदमै मनपर्छ अरे। मैले चाहिँ यो गाना यहाँ राख्न सकिनँ। उसले चाहिँ त्यहाँ मोबाइलमा हेर्दै गाना गाइरहेको छ। किनभने ब्याकग्राउन्ड म्युजिकले अलिकति इस्युहरू आउने हुँदाखेरि मैले यो म्युजिकलाई चाहिँ बन्द गरिदिएको छु र मैले यहाँनिर देखाइरहेको छु। छोरीले चाहिँ यो मोबाइलमा यहाँनिर त्यो भिडियो हेर्दै उसले चाहिँ त्यो बोतल चाहिँ माइक को रूपमा उसले युज गरिरहेको छ क्या। अनि उसले हात चाहिँ पुरा यसरी हल्लाइरहेछ। गाना चाहिँ नानी 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 भन्ने गाना छ। यहाँनिर गायकहरूले यसरी गाइरहेको छ। उसले चाहिँ त्यो एकदम मनपर्छ अरे त्यो गाना। त्यो इङ्ग्लिस गाना हो। त्यसपछि उसले चाहिँ त्यसमा लिपसिङ गर्दै, अनि ऊ चाहिँ सिङ्गर अरे क्या, सिङ्गर भएको अरे। पुरा माइक चाहिँ बोतल लिएको छ क्या त्यहाँनिर। छोरी चाहिँ एकदमै रहरिया छ। जे गर्न पनि उसले चाहिँ एकदमै नयाँ कुराहरू उसले एकदमै गर्न खोज्छ। यो गीत गाउनु मात्रै होइन, नाच्नु त्यत्तिकै छ होइन। र अन्य जुन पनि नयाँ कुराहरू हुन्छ नि, त्यो कुराहरू सिक्न उसले यति इच्छा गर्छ कि मैले यस्तो बच्चाहरू त देखेको थिइनँ। छोरा यतिको थिएन, तर छोरी चाहिँ लास्टै सिक्न खोज्छ क्या धेरै नै। अहिले चाहिँ हामी लगभग यो मेन हाइवेतर्फ आइसकेका छौँ, यो पार्किङको बाटोबाट। अब यहाँबाट हामी राइट साइड लाग्दैछौँ। परको भ्यू कस्तो राम्रो छ। साँझ घाम डुबिसकेपछिको यो भ्यू हेर्न सकिन्छ। त्यही साइडतिर चाहिँ हामी बस्छौँ। हाम्रो चाहिँ क्वार्टर त्यतैतिर छ। हामी चाहिँ अब यहाँबाट राइट साइड लाग्दैछौँ। हाम्रो छोरीको म्युजिक चाहिँ बजि नै रहेको छ। हाम्रो छोरीले चाहिँ म्युजिकमा दिइ नै राख्नु भएको छ। तर म चाहिँ यहाँ वेटिङ गर्दैछु यो बाटो क्रस गर्नको लागि, किनभने गाडीहरू आउने जाने भइरहेको छ। यहाँबाट राइट साइड हामी फाइनली लागेका छौँ। र यसको लेफ्ट साइडतिर तपाईँहरू देख्न सक्नुहुन्छ। त्यहाँनिर चाहिँ त्यतातिर पनि एकदमै भयङ्कर चाहिँ वाकिङ गर्ने ठाउँहरू एकदम राम्रो छ। तर विशेष गरिकन हाम्रो सरोजीलाई चाहिँ हामी अहिले गएकोतिरै अलिक धेरै मनपर्छ। यतातिर अलिकति घाम पनि पर्छ, तर ठाउँ चाहिँ यतापट्टि फेरि बहुत रमाइलो छ है। एकदम फुटबल ग्राउन्ड पनि छ यतातिर तलतिर, यो गाडी पार्किङहरू भएकोतिर।
र अहिले चाहिँ हामी यो इलाकाबाट चाहिँ हामी यता अगाडि बढिसकेका छौँ। अब यहाँबाट सिधै अगाडि जाँदाखेरि चाहिँ ब्रुनाईको नेसनल स्टेडियम, यहाँको चाहिँ ठुलो सबभन्दा ठुलो स्टेडियम छ, यो अगाडि देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँनिर। अनि त्यो स्टेडियमतर्फ हामी लाग्दैछौँ। अब यहाँबाट यो सिधै अगाडि गइसकेपछि त्यहाँबाट हामी चाहिँ लेफ्ट टर्न लिनुपर्ने हुन्छ। त्यो लेफ्ट टर्न लिने बेलामा फ्रन्ट साइडमा चाहिँ त्यहाँ देखिन्छ त्यहाँको चाहिँ ब्रुनाईको चाहिँ नेसनल स्टेडियम, जो एकदमै राम्रो छ। त्यहाँनिर भित्र पनि हामी पसेका छौँ यहाँबाट। र यही साइडतिर विभिन्न स्विमिङ पुलदेखि लिएर स्पोर्ट्सको ब्रुनाईमा जति पनि हुने ठुला ठुला प्रतियोगिता, ठुला ठुला गेमहरू सबै यही स्टेडियमतिर हुन्छ। यही साइडतिर सबै थुप्रो स्टेडियमहरू छ। र हामी चाहिँ अब साँझ परेको यो भ्यू अगाडि देख्न सक्नुहुन्छ। कति कुल, कति राम्रो छ यो साँझ बेलामा होइन। माथि बादल छ है, कति राम्रो छ है, हेर्नुहोस् त। अनि यतापट्टि तपाईँहरूले देख्न सक्नुहुन्छ यो स्टेडियम, यो फुटबल खेल्ने स्टेडियम, त्यसपछि स्विमिङदेखि लिएर हरेक गेमहरूको स्टेडियम चाहिँ यही साइडतिर छ। र यता पार्किङ इलाका पनि छ यो साइडतिर। बहुत रमाइलो छ यो वरिपरि हाम्रो चाहिँ। अनि यसैबाट नजिकै छ हाम्रो क्वार्टर चाहिँ। हामी लगभग अब क्वार्टर आइपुग्न लागेका छौँ। अब यहाँबाट लगभग 2 मिनटमा हामी पुगिहाल्छौँ। यसपछिबाट चाहिँ हाम्रो आजको कार्यक्रम चाहिँ वाकिङको कार्यक्रम सकिनेछ। र यो भ्यू चाहिँ मलाई एकदमै राम्रो लाग्यो र मैले यो भ्यूलाई लिने कोसिस गरेको छु। तपाईँहरूलाई यो हेर्नको लागि झर्को लागेको छ भने कृपया स्किप गर्न सक्नुहुन्छ। हाम्रो छोरी चाहिँ दिइ नै राख्नु भएको छ, उहाँ चाहिँ गानाको तालमा दिइराख्नु भएको छ। र अब चाहिँ हामी यहाँबाट लगभग आइसकेका छौँ। अब यहाँबाट हामी लेफ्ट टर्न लिन्छौँ। लेफ्ट टर्न लिइसकेपछि हाम्रो चाहिँ वासस्थान आइसक्ने छ। यहाँबाट हामी अब लाग्दैछौँ। यहाँबाट लेफ्ट साइड, यहाँबाट चाहिँ हामी पसिसकेका छौँ। यो चाहिँ हाम्रो बस्ने ठाउँ, हाम्रो म्यारिज क्वार्टर हो। यहाँनिर हामी छिर्यौँ। यहाँनिर मेन गेट भयो, यहाँबाट हामी छिर्दैछौँ। हाम्रो छोरी चाहिँ म्युजिकको तालमा, उसले मन पराएको गानामा सिङ्गिङ लिसिङ गरि नै रहेको छ। यहाँ मोबाइलमा हेर्न सक्नुहुन्छ तपाईँहरूले। अब उसले चाहिँ अब यहाँ आइपुग्न लाग्यो भने चाहिँ हतार हतार दिइरहेको छ उसले चाहिँ। लगभग हामी चाहिँ अब यहाँ रुम नजिकै आइसकेका छौँ। अब हामी गाडीलाई चाहिँ पार्किङ गर्नेछौँ। पार्किङ गरेपछि अनि चाहिँ हामी अब रुमतर्फ जानेछौँ। यहाँनिर अब हामी पार्किङ गर्दैछौँ यो होम्स नजिकै। यो होम्स नजिकै हाम्रो प्रायः जस्तो यतातिर पार्किङ गर्छौँ। पहिला चाहिँ यता जुन हट भएको पार्किङ एरियाहरू चाहिँ खाली हुन्थ्यो। त्यो छाना भएको पार्किङमा राख्थ्यौँ। तर अहिले चाहिँ छाना भएको पार्किङहरू पुरै फुल प्याक भइसकेको हुन्छ। हुँदा अहिले त्यो बाहिरको यो बाटोहरू पनि पुरै फुल प्याक भइसकेको छ। आजको हाम्रो फ्यामिली मिनी भ्लग तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोला र भिडियोहरू हेर्दै गर्नुहोला है त। धन्यवाद।